म्यादी परालीमा भर्ती हुने भनेर राखी। उमेर कति भयो हजुरको? उमेर 55 भइछ। अब बुढो पाएको यसो पनि त चाहियो नि। यहाँ त उहाँ पनि सबै छेकनाट गर्ने मान्छे नि चाहियो, सबै युवा मात्रै भएर भन नि। हजुर त ठिक हुनुहुन्छ, तर अब हजुरलाई ठिक उहाँ घरमा छुट छ नि है? छुट छ, मलाई एकदम छ। हजुर इच्छुक हुनुहुन्छ? हुन्छु। ल हजुरलाई अब अहिले यतै बस्दै गर्नुहोस्, पढ्न नि सक्नुहुन्छ। अब दिउस हुने जस्तै हुनुहुन्छ है? ठिक छ हजुर, धन्यवाद है। जय नेपाल। जय नेपाल। म म्याग्दी परारीमा उस गर्ने भने 3 महिनाको लागि आएको, खै के हुन्छ होला? श्रीमान हुनुहुन्छ? श्रीमान हुनुहुन्छ। श्रीमानले चाहिँ जाब, म जान पाइनँ। यहाँ घर पनि व्यस्त छ, त्यही पनि 3 महिना यसो गएर गर्छ नि भनेर पठाउनु भएको के? अनि भोलि ताले ठुलै छ, दौडन अर्न गाह्रो छ कि? ठिकै छ रोकसोक त केही छैन? बस्नुहोस् के अरे, अब पछि लास्टमा कसो हुन्छ फेरि गएर। उहाँ त जय नेपालै भन्नुहुन्न, उहाँको अनुशासन छैन। अब यहाँ साथीहरू देख्नु भएको छ, उहाँ चाहिँ अब तपाईँहरूले नि भन्नु सेलेक्ट गर्ने, उहाँलाई अब सिलेक्ट गर्ने कि नगर्ने। अब अहिले हुन हाइट त तपाईँको भने जतिकै रहेछ हजुर, तर उमेरले अलि पाकै हुनुभएको कि जस्तो पनि लाग्यो। हजुर बोल्न त राम्रै बोल्नुहुन्छ नि? हजुर राम्रो बोल्छु हजुर। अहिले फेरि केही पनि बोल्नु भएन, जय नेपालले भन्नु नेपाल त भनेकै हजुरले सुन्नु भएन कि? तर तपाईँले चाहिने जसरी जय नेपाल भन्नु भएन। अब अहिले त्यता बस्नु है। चुप लाऊ। जय नेपाल। ए ठिकै छ, अलिकति थोरै हाइट कम छ कि जस्तो लाग्यो हजुरको। अब घर यसो डाइट साइड खाएर श्रीमानलाई यसो तन्काइ पारेर 3 महिनासम्म चाहिँ हजुर हुन सक्ने सम्भावना धेरै देख्यो। हँसिले हुनुहुँदो रहेछ, हाँस्नुहुँदो रहेछ। जय नेपाल सर। ओहो हजुरको त शरीर त ठिकै रहेछ। अब खासै गहिरा कात्रो त भन्नु हजुर, आफ्नो एकदम राम्रो आउनुहुँदो रहेछ। तर अनि म्यादी परारीमा हुने भनेर हुने एकदम हुने। अहिले अब छोराछोरी सबै विदेश छन् होला, अनि त्यसो भएर अब के गर्ने भनेर म्याग्दी परारीमा जाने भनेर 3 महिनाको लागि। ए जहाँ पऱ्यो नि जानुहुन्छ? जान्छु। ल जय नेपाल। ओ उहाँको शरीर चाहिँ राम्रो रहेछ एकदम, तर के छ हजुरलाई हुने विचार छ? अनि घरमा पनि ठिकै छ क्या? जाने भन्ने कुरो छ? घरमा त्यस्तो श्रीमानको केही उ त छैन नि? ल अब बस्नु पऱ्यो एकछिन, कसो हुन्छ है? आउनुहोस्। उहाँ त जय नेपाल हजुर 1 क्विन्टल जति हुनुहुन्छ हुन त, कति राम्रो हाँस्नु भयो। तर अनि राको सर हुन्छ कि हुन्न? होइन छोड्दैन। अब विचार गरौँ ल। ठिक छ। ए ल उहाँ चाहिँ कुकुर आयो के? कुकुर हुनुहुँदो रहेछ। 1-2 जना आयो भने सक्नुहुन्छ यसो पल्टाउन? हो कुकुरलाई दबाउँछ। रोकसोक त केही छैन? केही भयो जस्तो लाग्दैन। ओ ल उहाँले चाहिँ राम्ररी नै जय नेपाल भन्नुभयो। पहिला पनि जानुभयो फेरि म्यादीमा। ए हो ठिकै छ। ल अनि घरबाट छुट छ? ए भनेपछि म्यादी परारीमा हुने भनेर आउनु भएको? सबै धान्छु भनेर जसरी नै बनाइदिनु। ए हुन्छ। जय नेपाल। ओ हाइट त हजुरको त चाहिने जत्तिकै रहेछ। अब त्यसरी पाइँदैन, दुईतिरै हुन। अब स्वयंसेविका छोड्ने कि यता, तर हजुर चाहिँ बेस्ट मान्छे हुनुहुँदो रहेछ, किनभने हाइट पनि धेरै रहेछ। शरीरमा हो तपाईँ त जेनजीमा पर्नुहुन्छ क्या है? जेनजीमा पर्छु कि होइन, अरू दिदीबहिनी भन्दा चाहिँ जेनजी नै हुनुहुँदो रहेछ। अनि ठिक छ नि, केही त्यस्तो केही अप्ठ्यारो त छैन नि है? हाइट त थोरै कम हो कि जस्तो लाग्यो। त्यही पनि अब बस्नुहोस् के अरे, अब माथि कुरो पुर्याउँछु म। अब सिलेक्ट हुनुभएको हुनुहुन्छ, अब नभए चित्त नदुखाउनु, फेरि अर्कोचोटि हुँला है? हुन्छ सर, हुन्छ। जय नेपाल सर। होइन ढिलो आउनु भयो। अनि जय नेपालले भन्न जानु रहेन त? अनि कसरी म्यादी हुम्ला नि भनेर क्या? अब तपाईँलाई चाहिँ सिलेक्ट गर्न नसकिएला जस्तो छ। तपाईँको अब यस्तो बोल्ने केही रहन्छ, जय नेपालले अब उहाँलाई हजुरहरूले के भन्नुहुन्छ? अहिलेलाई चाहिँ ठिकै छ के अरे? आउनु चाहिँ आउनुभएको छ, इच्छा चाहिँ छ हजुरको? छ। ल